ल 7 महिना अगाडि अहिले अब ठ्याक्कै पुरा भएको छ 8औं महिना भनौँ न हैन अब लगभग 8औं महिनामा भर्खर हाम्रो कविता बहिनीको स्टिल फेरि जोइन गरेको छ यहाँ जस्तो भयो म त अब यहाँ हस्पिटलाइज भई स्ट्रोक भयो अनि मेरो आधा बडी चाहिँ चल्दैन राम्ररी म चाहिँ प्यारालाइज भएर रुममै बसिरहेको छु अनि मलाई चाहिँ अलिकति आर्थिकको प्रब्लम भएर रुममै छु अहिले अनि घर जाने भनेको घर जानलाई पनि डक्टरले नजा भनेको छ यी ट्रिटमेन्ट हुन्छ भनेर छ अनि त्यही भएर अहिले चाहिँ म यहीँ बसिरहेको छु। अहिले भर्खर जुन भिडियो हेर्नुभयो कविता राई, जितबहादुर चौधरी र नारायण प्रसाद चापागाई उहाँहरू विगत लामो समयदेखि विभिन्न समयमा घटेको घटनाक्रममा बिरामी भई उपचार